चिनिया विश्वविद्यालयहरूले हालैका वर्षहरूमा विश्वव्यापी र्याङ्किङमा उल्लेखनीय प्रगति गरेको छ। सन् 2026 को टाइम्स हायर एजुकेशन विश्वविद्यालय र्याङ्किङमा चीनका 5 विश्वविद्यालयहरूले शीर्ष स्थान प्राप्त गर्न सफल भए। नेचर इन्डेक्सका अनुसार शीर्ष 10 अनुसन्धान संस्थाहरू मध्ये 8 वटा चिनिया विश्वविद्यालयहरू परे। धेरै वर्ष विश्वको उत्कृष्ट र्याङ्किङमा पर्न सफल भएको अमेरिकाको हार्वर्ड विश्वविद्यालय तेस्रो स्थानमा झर्यो। लेडेन र्याङ्किङमा जेजियाङ विश्वविद्यालयले हार्वर्डलाई पछि पारेर पहिलो स्थान हासिल गर्यो। वास्तवमा चीनको शिक्षा प्रणाली कस्तो थियो? चीनले शिक्षा क्षेत्रमा कसरी यति धेरै विकास गर्यो? चीनले कस्तो शिक्षा नीति अपनायो? यस बारे आजको कार्यक्रममा चर्चा गर्नेछौं। विश्वास छ सदाझै यो कार्यक्रमलाई पनि उत्तिकै मन पराइदिनुहुनेछ। सन् 1949 मा माओको नेतृत्वमा चिनिया कम्युनिस्ट पार्टीले सत्ता प्राप्त गर्न सफल भयो। सुरुवाती समयमा नै माओले निरक्षरता हटाउने अभियान सुरु गरे। सन् 1950 को दशकमा ग्रामीण क्षेत्रमा लचिलो समय तालिका र आधा दिनका स्कुलहरू लागू गर्यो। उनको शिक्षा नीति राष्ट्रिय विकास, वैचारिक एकता र आर्थिक प्रगतिमा आधारित थियो। सोही अनुसार चीनलाई कृषि र औद्योगिकीकरण गर्ने उद्देश्यका साथ चीनमा व्यावसायिक शिक्षालाई विशेष जोड दिने नीति अघि सारियो। यसका साथै प्राथमिक शिक्षालाई कडाइका साथ पालना गरियो। यसले गर्दा चीनमा साक्षर जनशक्तिहरू तयार भए। माओको अन्तिम समयसम्म चीनको साक्षरता दर 90% पुग्यो। तत्कालीन चीनमा साक्षरताको परिभाषा ग्रामीणमा 1500 र शहरमा 2000 चिनिया अक्षरहरू जान्नु थियो। यसरी माओ जेदुङको समयमा शिक्षा, वैचारिक क्रान्ति र जनसाक्षरतामा केन्द्रित रह्यो। तर सन् 1966 देखि सन् 1976 सम्म चलेको सांस्कृतिक क्रान्तिले चीनको शिक्षा प्रणालीमा निकै ठूलो असर पार्यो। चीनका विद्यालयहरू बन्द भए। युवाहरूलाई ग्रामीण क्षेत्रमा काम गर्न पठाइयो। यसले चीनलाई 10 वर्षपछि धकेल्यो र एक पुस्ता उच्च शिक्षाबाट वञ्चित भए। सन् 1976 मा माओको मृत्युपछि देङ स्याओपिङको उदय भयो। उनले आधुनिकीकरण र खुलापनलाई प्राथमिकता दिए। माओको नीतिहरूलाई परिवर्तन गर्दै शिक्षा प्रणालीलाई अझ व्यवस्थित र आधुनिक बनाउने तर्फ उनले विशेष पहल गरे। सन् 1977 मा कलेज प्रवेश परीक्षा गाओ काओ पुनर्स्थापित गरे, जसले लाखौं युवाहरूलाई उच्च शिक्षाको अवसर दियो। त्यसपछि सन् 1982 मा 9 वर्षे अनिवार्य शिक्षा नीति अवलम्बन गरियो। सन् 1983 मा शिक्षा बजेट बढाइयो र स्थानीय सरकारहरूलाई जिम्मेवारी दियो। यसरी चीनमा नयाँ शिक्षा नीतिले आम युवाहरू माध्यमिक तहसम्मको शिक्षा पूरा गर्न सफल भए र उनीहरू विभिन्न व्यावसायिक तालिमहरूमा सरिक हुन थाले। यसबाट देशभित्र नै शिक्षित, सक्षम र दक्ष नागरिकहरू उत्पादन भए, जसले देशभित्र खुलेका विभिन्न उद्योगहरूको लागि चाहिने आवश्यक श्रमजीवी कामदारहरू पूरा गरिदियो। यसबाट देशका नागरिकहरू साक्षर मात्र नभई शिक्षित र व्यावसायिक पनि बन्दै गए। देशको आर्थिक स्थिति निकै सबल हुँदै गएपछि देङले विज्ञान र प्रविधिका उच्च शिक्षालयहरू खोल्ने योजना बनाए। यसरी देङले शिक्षा प्रणालीलाई विकेन्द्रीकरण र विविधीकरण गरे। देङको नीतिले शिक्षालाई आर्थिक विकासको इन्जिन बनायो। सन् 1989 पछि चीनको राष्ट्राध्यक्ष बनेका जियाङ जेमिन र हु जिन्ताओले पनि देङकै शिक्षा नीतिलाई अवलम्बन गरे। देङकै योजना अनुरूप सन् 2000 मा उच्च शिक्षालाई राष्ट्रिय प्राथमिकतामा राखियो। चीनले अनुसन्धान नीति र अनुसन्धान क्षमताको विस्तारमा विशेष जोड दियो। यो समय ताका अन्तर्राष्ट्रिय विश्वविद्यालय र्याङ्किङमा चिनिया विश्वविद्यालयहरू 25औं श्रेणी भन्दा तल थिए। सन् 2012 मा सी जिनपिङको उदय भयो। सत्तामा आउने बित्तिकै उनले शिक्षा प्रणालीलाई सोशलिजम विथ चाइनिज क्यारेक्टरिस्टिकको हिस्सा बनाए। सीले देशभक्ति, नवप्रवर्तन र गुणस्तरीय शिक्षामा विशेष जोड दिए।
उनले सबैभन्दा पहिले शिक्षा नीतिमा आमूल परिवर्तन गर्ने योजनालाई अघि बढाए। प्राथमिक शिक्षा हुँदै माध्यमिक र व्यावसायिक शिक्षामा राम्रो परिणाम दिन सफल भएको चीन यसपछि अनुसन्धान र उच्च शिक्षाको युगमा प्रवेश गर्यो। वर्षेनी शिक्षा क्षेत्रमा लाग्ने बजेटमा वृद्धि गर्यो। प्रवेश परीक्षा अर्थात् गाउँकाओलाई अझ परिष्कृत गर्यो। विश्वविद्यालयमा पढाउन नयाँ विषयहरूको खोज गर्यो। गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै चीनको सरकारले विश्वविद्यालयहरूलाई स्वायत्तता दिई प्रतिस्पर्धाको वातावरण तयार पार्यो। सन् 2015 मा चीनले डबल फर्स्ट क्लास परियोजना अघि सार्यो। सो परियोजनाले उच्च शिक्षाको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढाउने, नवप्रवर्तन प्रोत्साहन गर्ने र राष्ट्रिय विकाससँग जोड्ने लक्ष्य लियो। वास्तवमा सो परियोजना चीनको उच्च शिक्षालाई विश्वस्तरीय बनाउने महत्वाकांक्षी कार्यक्रम थियो। यसका लागि समय सीमाका साथ दीर्घकालीन योजनाहरू बनाइयो। सन् 2020 सम्म केही विश्वविद्यालयहरू र विषयहरूलाई विश्वस्तरीय बनाउने, सन् 2030 सम्म थप विश्वविद्यालयहरू र विषयहरूलाई उत्कृष्ट बनाउने र सन् 2050 सम्म संख्या र गुणस्तरमा चीनका विश्वविद्यालयहरू र विषयहरूलाई विश्वको शीर्ष स्थानमा पुर्याउने लक्ष्य लिइयो। सो परियोजनाको लागि सुरुमा चीनका 147 वटा सार्वजनिक विश्वविद्यालयहरूलाई समावेश गर्यो, जसमध्ये 42 वटा विश्वस्तरीय विश्वविद्यालयको रूपमा छनौट भए। यसका साथै 95 वटा विश्वस्तरीय विषयहरू पनि छनौटमा परे। सो शिक्षा नीति मार्फत देशभक्ति अभियानलाई पनि तीव्र बनाइयो। यसबाट आम युवाहरू चीनिया सपना अर्थात् चाइनिज ड्रिमसँग जोडिन पुगे। यससँगै चीनले आफ्नो महत्वाकांक्षी योजनालाई साकार बनाउन उच्च शिक्षा र अनुसन्धानमा अरबौं डलर लगानी गर्न सुरु गरे। हरेक वर्ष अनुसन्धान र विकासमा वार्षिक 9% ले बजेट वृद्धि गरियो। यसबाट विश्वविद्यालयहरूले नवप्रवर्तन मूल्य, क्षमता र योगदानमा आधारित रहेर बहुआयामिक मूल्याङ्कन प्रणालीको विकास गरे। उच्च गुणस्तरको विकास, आधारभूत अनुसन्धानको साथै उद्योगसँगको सहकार्यलाई विशेष जोड दिए। यही प्रयासहरूबाट चीनको उच्च शिक्षा वैश्विक रूपमा रूपान्तरण हुँदै गयो। चीनका विद्यार्थीहरू वैज्ञानिक खोज, नवप्रवर्तन र आर्थिक विकासमा विशेष योगदान दिन सफल भए। चीनको यो प्रणालीले विश्वव्यापी उच्च शिक्षा सुधारमा नयाँ श्रृङ्खला थपिदियो। यसैको फलस्वरूप उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानमा चीनको वर्चस्व कायम रहन गयो। चीनीय विश्वविद्यालयहरू विश्वस्तरीय बन्दै गए। अनुसन्धानको क्षेत्रमा चीनको सहभागिता अनुकरणीय हुन गयो। हालै प्रकाशित नेचर इन्डेक्सको अनुसार चीनले अमेरिकालाई रसायनशास्त्र, भौतिक विज्ञान र पृथ्वी विज्ञानको अनुसन्धानमा पछि पार्न सफल भयो। चीनको नयाँ वार्षिक बजेटले पनि चीनको शिक्षा, अनुसन्धान र विकासलाई विशेष प्राथमिकता दियो। सन् 2026 को बजेटमा चीनले $400 बिलियन प्राथमिक र माध्यमिक शिक्षा, $400 बिलियन उच्च शिक्षा र $780 बिलियन अनुसन्धान र विकासमा खर्च गर्ने लक्ष्य लियो। समग्रमा भन्नुपर्दा चीनमा माओ नीति वैचारिक र समतामूलक थियो। माओले जनसाक्षरतामा विशेष जोड दिए, तर सांस्कृतिक क्रान्तिले चीनको शैक्षिक विकासलाई एक पुस्ता पछाडि धकेलिदियो। उनी पछिका राष्ट्राध्यक्ष डेङले शिक्षालाई वैचारिकबाट व्यावहारिक र आर्थिक विकासमा केन्द्रित गरे, जसले शिक्षाको गुणस्तरमा विस्तार गर्यो र चीनलाई आधुनिक तर्फ अघि बढायो। तर सी जिनपिङले फरक शैलीको शिक्षा प्रणाली अपनाए। उनले आधुनिक र उच्च शिक्षालाई देशभक्तिसँग जोडिदिए। डेङले शिक्षालाई आर्थिक उन्नति तर्फमा केन्द्रित गरे भने सी जिनपिङले शिक्षालाई वैचारिकको साथसाथै नैतिक र देशभक्ति तर्फ उन्मुख गरे। यसरी चीन विश्वको शिक्षा महाशक्तितर्फ अघि बढ्दै गयो। यही गतिले निरन्तरता पाइरहने हो भने केही वर्षभित्र नै चीन आर्थिक र सामरिक शक्तिमा मात्र नभएर विश्वको शैक्षिक शक्तिको केन्द्र पनि बन्नेछ। यहाँहरूलाई यो कार्यक्रम कस्तो लाग्यो? कृपया कमेन्ट बक्समा लेखी पठाउनुहोला।
यस्तै तथ्य इतिहासको लागि हिस्ट्री इन नेपाली च्यानललाई सदैव सम्झनुहोस्। इतिहासको कुनै पनि कालखण्ड बारे तपाईले सुन्न र बुझ्न चाहना राख्नु भएको छ भने तल रहेको कमेन्ट बक्समा उल्लेख गर्नुहोस्। हामी सो बारे प्राथमिकताका साथ कार्यक्रम बनाउनेछौँ। जाँदा जाँदै यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्दै बेल आइकनमा क्लिक गरी हाम्रो यो तथ्य इतिहासको ज्ञान प्रसार गर्ने लक्ष्यलाई सदैव साथ दिनुहुनेछ भन्दै अर्को नयाँ र रोचक कार्यक्रम लिएर आउने वाचाका साथ अहिलेलाई म बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।